आज हामी धेरै दिन पछाडि चाहिँ फेरि अर्को ब्लग बनाउँदैछौँ। त्यसमा आज हाम्रो पोखरीमा चाहिँ माछा मार्ने कार्यक्रम भइरहेको छ। माछा मार्न सबैजना पसिसक्नु भयो। धेरै दिन पछाडि ब्लग बनाएको हुनाले बिरामी परेर चाहिँ टाइम लाग्यो। आज चाहिँ घरकै पोखरीको माछा झिक्ने कार्यक्रम भयो। माछाको लागि चाहिँ मान्छे माछाभन्दा बढी नै लागेको जस्तो लाग्यो यसचोटि चाहिँ, किनभने धेरै समय भइसक्यो पोखरीमा माछा नहालेको। त्यो छोडिएको केही माछाहरू थियो, त्यसको लागि चाहिँ अझ पुरै झोल लगाएर माछा निकाल्यो, जाल ठुलो जाल लगाएर। अङ्कलहरू म लगायत सानो भाइ पनि आएको छ। आज पनि माछा मार्छ। यसपालि पानी धेरै घटेको हुनाले भाइ पनि छिरोभित्र। भिडियो हेरेपछि सब्सक्राइब लाइक गर्न पनि नभुल्नु होला। अब चाहिँ जस्तै आउँछ यो ब्लग पुरस्कारकै ब्लगमा गएर चाहिँ सब्सक्राइब गर्नु। छोरी पनि पाठोसँग खेलिरहेको छ यतातिर चाहिँ। तपाईँको हामी माछा निकाल्ने अन्तिमतिर आइसकेको छ। हिकाउन छोरी, यसलाई धपाउन, मेरो कपाल खाइदियो। हेर त टोक्देर कपाल सबै ढुटो बनाइदियो। छोरी यसलाई लहट न। अन्तिमतिर आइसकेको छ। हामी चाहिँ माछा झिकेर निकाल्दै अब झोल उठाउने बेला भइसकेको छ। बुढा सोरा ल्याएर अब हामी माछा निकाल्छ। धमाधम निकाल्न थाल्यो। जोडीको पोखरीको ठुलो माछा भनेको चाहिँ हामी 2 किलो गरेर छ। यही हो। पोखरीको छेउछाउ आएको चाहिँ पाइले पनि माछा मारेको हेर्ने चिजसँग श्रेया उसको नाम चाहिँ फेरि केसी भनेर रिसोली पछि ठुलो भएपछि बुढी हेरेर आजको प्लान चाहिँ पुरै सक्सेस भयो।